Hi everybody, welcome to our last day of FSP in our uni. अनि आज चाहिँ मेरो दुईटा क्लास थियो। यो चाहिँ म क्लास जाँदै गर्दा हो। म फर्स्ट क्लास चाहिँ अलिकति लेट नै पुगेको थिएँ, तर आधी घण्टा जस्तो पनि भएन होला कि त्यो क्लास। त्यति बेलादेखि चाहिँ पानी पर्न सुरु भइसकेको थियो। बिहान निस्किँदा यस्तो हुप्प भइरहेको थियो इन्भाइरोमेन्ट नै। त्यसपछि त यस्तो पानी पर्यो। यो चाहिँ दुईटा नेपाली दाजुभाइ। सो उनीहरूले चाहिँ पास्ता बनाएर लिएर आएको थियो। त्यही पास्ता खाँदै गफ गर्दै बसेको थियौँ हामी एकछिन। त्यसपछि चाहिँ म अर्को क्लास गएँ। फाइनल क्लास अफ द इयर। What do you think of it? After this, we started to do some silly things and ask each other something. Okay, last class of the year. What do you think about Geo? So happy, finally I can free from all the assignments, tests. I still have exams, but that will be my last exams, and I'll be free, and it's just amazing. Okay, now Margaret, how do you think about this last class of the final year? Not this final year, this is the first year, I think. No, it's a... Okay, FSP finished. Okay, start. Okay, so I'm so happy we're done. Oh my goodness, and you guys are amazing. Thank you. The lesson was good, and I'm so happy. I'm happy. I'm eager to join university. Okay. What about Krish? Good. That's all. That's all. What about you? Yeah, happy because no need to come for like 5 days of this week. And I'm so grateful that I have made a lot of friends here. Anyway, that's all for this year. Let's meet in uni. हामीले त्यसरी नै त्यो क्लास पनि सकायौँ। एन्ड यस्तो पानी परिरहेको थियो है। मैले सफललाई भनेको थिएँ कि है छाता लिएर राख्नु है, मलाई पुऱ्याइदिनु है भनेर भन्दा पनि छोडेर गएको। यस्तो हुन्छ कि नेपाली भनेको। अनि आइ एम सो थ्याङ्कफुल कि होइन यो अरू साथीहरू मेरो जुन थियो त्यहाँ बसिरहेको थियो कि। एन्ड आई सेड देम टु क्यान यु गाइज हेल्प मी टु गेट टु द बस स्टप। दे एक्चुअली त्यहीँसम्म पुऱ्याएर बस नआइन्जेलसम्म एकछिन कुरेर उनीहरू गएको हो के। त्यही भएर यता आइसी चाहिँ नेपाली साथी बनाए पनि विश्वास चाहिँ कहिले गर्नु हुँदैन। आइम गिभिङ वार्निङ टु यु गाइज। अनि पुग्नुभन्दा अगाडि मैले दाइलाई फोन गरेर लिन बोलाएँ। कस्तो चिसो भइरहेको थियो कि मलाई चाहिँ। एन्ड दिस इज हाउ आई एन्ड माई डे। बाई।